Hi guys, welcome to Nita's mini vlog. Mini vlog. Trying. तर राम्रो बनाउँदै रहेछ। अहिले चाहिँ हामी चाहिँ राबोङ आइपुग्यो अनि we are doing boating. पनि नाच्नु मलाई एकदम उयो भइरहेको छ। लगाव भइरहेको छ पानीसँग। डर चाहिँ लाग्दैछ। यो त पुरै डुबेको छ फिल हुँदो रहेछ त हो त्यही त भनेको तपाईँ तपाईँहरुपट्टि ढल्किरहेको छ तपाईँहरुपट्टि मेरो वेट अलिक बेसी छ नि भरे डुबी गयो अन्त छैन त यहाँ माछा चाहिँ छैन माछा छैन नि भेगुता चाहिँ रहेछ के रिक्स त छैन नि यसो हैन छैन हो बाबा छैन भेगुता चाहिँ पुरा रहेछ देख्दैछ भेगुताको बच्चा देख्छ अलिकति मलाई पानीसँग डर लाग्ने थियो हैन डर त लाग्दैछ स्टिल तर पनि डर के आगे जिते हैन डर के आगे जिते भनेर गरेको हैन यताबाट चिया छोजोले पोल है के माछा हो टेटपोलै हो टेटपोल भेगुताको बच्चा सबै यहाँ तर राबोङलाई दामी चाहिँ दामी जग्गा है हेर न ड्रागन पनि खिच्नुस् माथि ड्रागन ए वाटरफल्स पनि बनाएको रहेछ नि त देख्नु भएन ए हो के के हो यो चाहिँ जिप लाइन नि अहिले त बन्द होला तर है हुन्छ जिप लाइन सुस्मिताको कुरा पनि बुझिहाल्यो हो यता बिछोडिएको मेरो नयाँ साथी है नयाँ साथी आजको लागि हाम्रो गाइड आज हाम्रो गाइड हो स्पेशल गाइड हेरेको मलाई यहाँ चाहिँ तपाईँको आर्टिफिसियल वाटरफल बनाउनु भएको रहेछ गर्मीको टाइममा त यो पानी देख्दा कस्तो शीतल पुरा डुब्नु मन पर्यो पानीमा सोझो फेस्टिभल आजदेखि 6 दिवसीय सुरु भइसकेको छ र विशेष गरी राबोङवासीको निम्ति सिक्किमको लागि नै एउटा ऐतिहासिक दिन हो जो कि इन्टरनेसनल लेभलको चाहिँ भलिबल गइरहेको छ र हामी पनि त्यसको एउटा गवाई बन्न पाउँदाखेरि एकदम खुसी लागिरहेछ हामीलाई पनि आज इन्टरनेसनल लेभलको खेलाडीहरू कम्पिटिसनमा हामीले हेर्न पाइरहेको छ म एकदम खुसी छु यसको लागि र जो त्यहाँ आउन पाउनु भएन तपाईँहरूलाई विभिन्न माध्यमद्वारा फेसबुक पेजद्वारा त्यो लाइभमा भइरहेको छ एकदम राम्रो लागिरहेछ आजको मौसम दामी छ तपाईँ के भन्नुहुन्छ आजबाट सुरु भयो भने यस्तै अब हामी पहिलो कार्यक्रममा दुवैजना आएका छौँ दुवैजनादेखि हामी गान्तोकबाट लगभग 20-25 जना आएका छौँ त्यसमध्ये हामी दुईजना पनि छौँ अब यो एउटा ऐतिहासिक नै भनौँ न आजबाट सिक्किम राज्यमै यो पहिलो अब सम्भवतः भारतमै यो पहिलो होला मुख्यमन्त्री खुल्ला भलिबल प्रतियोगिता छ विजेता दललाई नै एउटा एकदमै आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ लगभग 20,000 रुपियाँ विजेता दललाई भनिएको छ अनि दललाई 10 लाख भनिएको छ एकदमै ठुलो राशि एउटा अब यो सानो जग्गामा यत्रो ठुलो प्रतियोगिता गराउनु यो राबोङवासीको निम्ति नै एउटा सौभाग्यको कुरा हो यो अब विशेष त यसको उद्देश्य भनेको यसलाई यो पर्यटनलाई यहाँबाट उजागर गर्नु र पर्यटनलाई बढावा दिनुको निम्ति चाहिँ पर्यटन व्यवसायलाई प्रवर्धन गर्नको निम्ति अब यो महोत्सव यहाँबाट सुरु गरेको छ एउटा राम्रो पहल हो सरकारको हामी आउन पायौँ यसको निम्ति अब हामी खुसी छौँ यही नै भन्न चाहन्छु ट्री हाउस हुन्छ हामी चाहिँ अब ट्री हाउस जाने गरेको म र सुस्मिता दी छ एक्सप्लोर गर्दैछ हामी चाहिँ यहाँ म त अलरेडी आएको पहिल्यै फर्स्ट टाइम हो नि त आज चाहिँ तर हामी फ्लप भयो नि हिजो अन्त नाम्चीमा यस्तो जाडो कि कोट लगाएर गएको थिएन ब्लेजर पातला आउने सुस्मिता दी हामी ट्री हाउस पुग्न आँट्यो अब चाहिँ अम्बो क्या शीतल हो पुरा मन पर्यो आइडिया चाहिँ त दामी लगाएको
सो गाइस त भन्दिनँ सो हामी फाइनली ट्री हाउसको एकदम टपमा आइपुग्यो सो यो चाहिँ यस्तो देख्छ तपाईँको एकदम दामी लाग्यो थ्याङ्क यू सो मच म चाहिँ देखेको थिएन नि त याद पनि गरेको थिएन कि तिमीले देखाइदेऊ थ्याङ्क यू सो मच मलाई हाइट र पानीसँग चाहिँ डर छ तर अहिले चाहिँ म त्यही कुरा चाहिँ एडभेन्चर गरिरहेको छु त्यही कुरा एक्सप्लोर गरिरहेको छु होइन किनभने त्यो कुरालाई मैले हटाउनु छ कस्तो दामी क्या शीतल रहेछ हौ क्या शीतल गर्मीमा अब हेर त्यो घाम हेरेर त्यो घाम भ्यू पनि हेर्नु नि कस्तो दामी देख्छ कसरी सिकेको नि त म पनि फ्युचरमा त रुखको माथि बनाउनु थियो घर भन्दा अन्त है अब माइ गुडनेस कस्तो हाइट त्यस्तो हाइट छैन हौ त्यही कारण रुख चाहिँ रुखै हुन्छ जस्तो छ अलिक एकदम केयरफुल भएर अलर्ट भएर हिँड्यो भने मात्रै ठिकैसँग हिल्स लगाएर आउँदा पनि हुन्छ तर अलिक आफै चाहिँ केयरफुल चाहिँ हुनु पर्यो म पनि बुट लगाएर आएको छु हिलमा अत्केर लड्न सक्नुहुन्छ After players like ground play against these. ल हामी चाहिँ राफङमा छोटोले खाएको थियो तर सडनली वेदर चेन्ज भएर चाहिँ पानी पर्नु थाल्यो यहाँ हेर्नु सक्नुहुन्छ ज्याकेट एकदमै अनप्रेडिक्टेबल रहेछ हो टन घाम लागिरहेको अचानक पानी पर्यो बुन्दहरू आउने खालि है त उहाँहरूलाई पनि हामी कृपया गरेर रेडी बसिदिने यहाँबाट विनम्र अनुरोध गर्दछौँ यो भलिबल म्याचको ग्यापमा उहाँहरूको पनि